अवधिमा यो 10 वर्ष किन भयो भन्दाखेरि यो 30 वर्ष 34 वर्ष राज्य गरेका कांग्रेस कम्युनिस्टहरूले राम्रो काम नगरेको हुँदाखेरि जेएनजी आन्दोलन भएर 84 मा हुने चुनाव यो 82 सालको फागुनमा हुन गइरहेको छ। त्यसकारण हामी सक्षम उम्मेदवार सक्षम मान्छेलाई भोट गर्नु हुन म अनुरोध गर्दछु। म यहाँ कसैको विरोध गर्न आइरहेको छैन। मतदान भनेको के हो म तपाईहरुलाई मतदानको बारेमा अलिकति भन्न गइरहेको छु। मतदान भनेको मत भनेको आफ्नो, दान भनेको दान गर्नु हो। तपाईहरुको निम्ति कुनै मासु भात र कुनै पैसामा साट्ने होइन। त्यही मासु भात र पैसामा साटेको हुँदाखेरि तपाईहरुको नेताले यानि मेरो नेताले राम्रो काम नगरेको हुँदा गणौ 24 गतेको आन्दोलन भएको थियो। त्यसकारण तपाईहरुलाई काम गर्ने हो, तपाईहरुलाई काम गर्ने हो। जस्तो हामी कुनै मठ मन्दिरमा गएर काम बाकस गरेको हुन्छ, त्यहाँ पैसा राखेर पुण्य कर्म गर्नेको गर्न चाहन्छौ भने यो पनि मतदान धर्म कर्म गर्नु हो। मतदान गर्नु भनेको राम्रो नेता चुन्नु हो। तिमीले हामीले दान गरेको मतलाई माथि गएर राम्रोसँग हाम्रो गाउँ घर टोल छिमेक देशलाई राम्रो गर्नुहोस् भनेर हामीले दान गरेर पठाउने हो। त्यसैले तपाईहरु भात मासु र पैसामा निशर्त रूपमा भोट हाल्नु होला। त्यसमा भात मासुमा भोट नसाट्नु होला भन्ने मेरो सुझाव हो। त्यसैले तपाईहरु सबै आफ्नो नेतालाई निशर्त रूपमा मतदान गर्नु हुन म हार्दिक अनुरोध गर्दछु। किनभने यो किन म भनिरहेको छु भने हाम्रो क्षेत्र बागलुङ 2 नम्बर क्षेत्रमा 2वटा नगरपालिका 4वटा गाउँपालिका छ। यस 6वटा मध्येमा 6वटामा 48वटा वडा छन्, 111वटा मतदान केन्द्र छन्। तपाईको यो भन्दा अगाडिको 79को चुनावमा हरेक मतदान केन्द्रमा भात मासु पाकिरहेको थियो। कुनै ठाउँ भात खाने मान्छे पनि थिएन।